परमेश्वरले चाहिँ संसारको लागि एउटा ठुलो उपहार पठाउँदै हुनुहुन्छ। के हो त्यो? खै के होला? के ठुलो त्यो एउटा ठुलो बाइक हो र? होइन चक्लेट होला, किनभने मलाई चक्लेट धेरै मनपर्छ नि त। यतिका त्योभन्दा नि राम्रो चिज हुनसक्छ नि। एन्जल दिदी के हो त्यो भन्नु न। परमेश्वरले चाहिँ संसारको लागि एउटा मुक्तिदाता पठाउँदै हुनुहुन्छ नि। परमेश्वरले एउटा सानो नारी मरियमलाई यो ठुलो उपहार तयार गर्नलाई भन्दै हुनुहुन्थ्यो। एउटा शान्त रातमा मरियमले यो सुसमाचार पाए। मरियम, तिमी नडराऊ, परमेश्वर तिम्रो साथमा हुनुहुन्छ। अब तिमीले एउटा बालक जन्माउने छौ र तिमीले त्यो बालकको नाम येशू राख्नेछौ। म परमेश्वरको दास हुँ, म उहाँमा विश्वास गर्दछु। जब संसार सुतिरहेको थियो तब स्वर्गले यो ठुलो सुसमाचार सुनाउनको लागि तयार हुँदै थियो। बेथलेहेमको एउटा पहाडमा गोठालाहरू आफ्नो भेडाहरूलाई हेरविचार गर्दै बसिरहेका थिए। एक्कासी त्यहाँ आकाशमा ज्योति भर्यो। तिमीहरू नडराऊ, मैले आनन्दको समाचार ल्याएकी छु। आज एउटा मुक्तिदाताको जन्म भएको छ। मुक्तिदाताको जन्म? मुक्तिदाताको जन्म। हामी पनि जाऊँ न मुक्तिदाता ल्याउन। तर हाम्रो भेडा बाख्राहरूसित को जान्छ? उनीहरूलाई पनि हामी लाने नि त, जाऊँ। धेरै टाढा बुद्धिमानी मानिसहरू पनि एउटा तारा देखे, जसले चाहिँ अनि त्यो ताराले उनीहरूलाई येशू कहाँ पुर्याए। परमेश्वरको लागि सुन ल्याउनेछु। उहाँको परमेश्वरको लागि बिस्कुट लिएर जानेछु। बिस्किट के हो र? यसो सबैको लागि योग्य हुनुहुन्छ। अन्तिममा त्यो सबैजना डोरको नजिक आइपुगे। सबैजना सँगै आए, स्वर्गदूत, गोठालाहरू, बुद्धिमानी मानिस, किनकि उनीहरूले सबभन्दा ठुलो उपहार पाएका छन्। त्यो न त खेलौना थियो, न पैसा, न त चकलेटहरू। त्यो थियो एउटा सानो बालक येशू। The best gift for Christmas.